नेपालले हालसालै एउटा नयाँ आर्थिक खाका सार्वजनिक गरेको छ, वाणिज्य नीति 2081। अब यो कुनै सामान्य सरकारी कागज मात्रै होइन है, यो त देशको आर्थिक भविष्यलाई नै एउटा नयाँ मोड दिने कोसिस हो। ल आउनुस्, यसले हाम्रो अर्थतन्त्रलाई कुन बाटोमा डोर्याउन खोज्दैछ त्यसको गहिराईमा डुबुल्की मारौँ। ल कुरा सुरु गरौँ एउटा यस्तो अङ्कबाट जसले सबैलाई झस्काउँछ। 1.49 खर्ब रुपैयाँ। यो के हो थाहा छ? गएको आर्थिक वर्षमा मात्रै नेपालले बिहोरेको व्यापार घाटा हो यो। झन्टै 15 खर्ब हो। यही विशाल आर्थिक खाडालाई पूर्णको लागि त हो नि यो नीति ल्याइएको। त्यसो भए अब सबैभन्दा ठूलो प्रश्न यही हो, यत्रो ठूलो खाडल कसरी पुर्ने त? एकातिर आयातको बाढी छ, अर्कोतिर निर्यातको सानो खोल्छौँ। हो, यही प्रश्नको जवाफ खोज्ने एउटा साहसिक प्रयास हो वाणिज्य नीति 2081। आजको हाम्रो यो विश्लेषणमा हामी केही मुख्य कुराहरूमा केन्द्रित हुनेछौँ। सुरुमा नेपाल अहिले कुन आर्थिक मोडमा उभिएको छ त्यो हेर्छौँ। त्यसपछि यो नीतिको भिजन के हो, अन्तर्राष्ट्रिय व्यापार बढाउन के रणनीति छन्, अनि निजी क्षेत्रलाई कसरी अघि बढाउने सोच छ, र अन्तमा यी सबैको असर कस्तो पर्न सक्छ। आउनुहोस् एक एक गरेर हेरौँ। कुनै पनि समाधानबारे कुरा गर्नुभन्दा पहिले समस्या के हो भनेर बुझ्नु जरुरी छ, होइन र? त्यही भएर सबैभन्दा पहिले त यो नीतिको जरुरत नै किन पर्यो त? आखिर हाम्रो अर्थतन्त्र यस्तो कुन मोडमा आइपुग्यो जसले गर्दा यति ठूलो नीति ल्याउनु पर्ने भयो? हो, स्क्रिनमा देखिएको यही हो त्यो दस्तावेज जसले आउने दशकका लागि हाम्रो व्यापारको दिशा तय गर्नेछ। र विश्वास गर्नुहोस्, यो केवल कागजको थुप्रो मात्रै होइन, यो त एउटा वाचा हो। देशको व्यापार घाटाको चक्र तोडेर आर्थिक समृद्धिको नयाँ बाटो खोल्ने वाचा। ल अब लागौँ नीतिको भिजनतर्फ। आखिर यो नीतिको सपना के हो त? यसले कस्तो भविष्यको परिकल्पना गरेको छ, अनि यसको अन्तिम लक्ष्य नेपालको अर्थतन्त्रलाई कहाँ पुर्याउने हो? यो नीतिको मुटु नै यही एउटा वाक्यमा लुकेको छ। यसको सार एकदमै स्पष्ट छ। खाली व्यापार मात्रै गर्ने होइन, बरु एउटा यस्तो बलियो र प्रतिस्पर्धी व्यापारिक प्रणाली बनाउने जुन आफैमा देशको आर्थिक वृद्धिको इन्जिन बनोस्। अब यो कुरा शब्दमा मात्रै सीमित छैन है, अङ्कमा हेर्दा त झन् छर्लङ्ग हुन्छ। अहिले हाम्रो जीडीपीमा निर्यातको हिस्सा कति छ त? मुस्किलले 6.3%। अनि लक्ष्य बीएसएम 2085 सम्ममा यसलाई बढाएर 20% पुर्याउने। सोच्नुस् त, 3 गुणाभन्दा पनि बढी। यो सामान्य सुधारको कुरा होइन, यो त एउटा आर्थिक छलाङ मार्ने योजना हो। ठिक छ, लक्ष्य त निकै ठूलो छ, तर प्रश्न उठ्छ, यत्रो ठूलो छलाङ मार्ने कसरी? हो, अब हामी नीतिको सबैभन्दा महत्त्वपूर्ण पाटो अर्थात् कसरी भन्ने प्रश्नको जवाफमा प्रवेश गर्दैछौँ, र यसको केन्द्रमा छ अन्तर्राष्ट्रिय व्यापारमा आमूल परिवर्तन ल्याउने रणनीति। यो नीति मुख्यतया 4वटा खम्बामा उभिएको छ। पहिलो कुरा, हामीले बेच्न सक्ने सामान र सेवाको उत्पादन नै बढाउनु पर्यो, त्यो पनि गुणस्तरीय। दोस्रो, निर्यातलाई मज्जाले प्रोत्साहन दिने अनि नचाहिने आयातलाई घटाएर व्यापार सन्तुलन मिलाउने। तेस्रो, कूटनीतिक पहल गरेर हाम्रा सामानहरूको लागि नयाँ अन्तर्राष्ट्रिय बजार खोज्ने। र चौथो अनि सबैभन्दा महत्त्वपूर्ण, यो सबै काम गर्दा लाग्ने झन्झट र खर्च घटाउन एउटा बलियो सप्लाई चेन बनाउने। अब यी उद्देश्यहरू पूरा गर्न केही ठोस योजनाहरू पनि छन्, जस्तै अहिलेको जमानामा विश्व बजारसँग जोडिन ई-कमर्स र डिजिटल व्यापारलाई प्राथमिकता दिने, विभिन्न देशहरूसँग फ्री ट्रेड र सहुलियतपूर्ण व्यापार सम्झौता गरेर बजारको ग्यारेन्टी गर्ने, र व्यापारीहरूलाई सबैभन्दा गाह्रो लाग्ने भन्सार र पारवहन जस्ता प्रक्रियालाई एकदमै सजिलो र पारदर्शी बनाउने। अब एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दियौँ। सरकारले यो सबै म एक्लै गर्छु भनेको छैन। वास्तवमा यो नीतिको सफलताको चाबी नै निजी क्षेत्रको हातमा छ। निजी क्षेत्रलाई यहाँ विकासको मुख्य इन्जिनको रूपमा हेरिएको छ। अनि त्यो इन्जिनलाई चलाउने इन्धन के हो त? त्यो हो सार्वजनिक निजी साझेदारी, जसलाई हामी पीपीपी पनि भन्छौँ। यसको मोडल एकदमै सरल छ। सरकारले बाटो बनाइदिने, नियम कानुन सहज बनाइदिने, अनि निजी क्षेत्रले चाहिँ लगानी गर्ने र कामलाई अघि बढाउने। चाहे त्यो व्यापारिक पूर्वाधार बनाउने कुरा होस् वा हाम्रा उत्पादनको गुणस्तर जाँच्ने, सरकार र निजी क्षेत्र अब सँगसँगै हिँड्नेछन्। यसको एउटा राम्रो उदाहरण हो मेक इन नेपाल र मेड इन नेपाल अभियान। यो खालि एउटा नारा मात्रै होइन है, यो त विश्व बजारमा नेपाली उत्पादनको एउटा बलियो ब्रान्ड बनाउने रणनीति हो। भोलि कोही पनि सामानमा मेड इन नेपाल लेखेको देख्ने बित्तिकै मान्छेले
यो त गुणस्तरीय र भरपर्दो छ भनेर बुझ्नुपर्छ भन्ने यो नीतिको सोच हो। ल, यति धेरै योजना, रणनीति र साझेदारीको कुरा गरियो, तर यी सबैको अन्तिम परिणाम चाहिँ के हो त? यसले साँच्चै हाम्रो अर्थतन्त्रको मुहार कसरी फेर्न सक्छ? यो प्रक्रियालाई एउटा यात्राको रूपमा हेरौँ। यो एक पछि अर्को कदम चाल्ने कुरा हो। पहिलो खुड्किलो, विश्व बजारमा बिक्न सक्ने सामानहरूको उत्पादन बढाउने। जब उत्पादन बढ्छ त्यसपछि दोस्रो खुड्किलो अर्थात् निर्यात पनि स्वतः बढ्छ। निर्यात बढेपछि तेस्रो खुड्किलो, व्यापार घाटा आफै कम हुँदै जान्छ। र यी सबैको अन्तिम गन्तव्य के हो त? हो देशमा दिगो आर्थिक विकास र समृद्धि ल्याउने। यो नीतिमा एउटा शब्द बारम्बार प्रयोग भएको छ, उत्थानशील व्यापार प्रणाली अर्थात् रेजिलियन्ट ट्रेड रेजिम। यसलाई सरल भाषामा बुझौँ है। यो भनेको हाम्रो अर्थतन्त्रको लागि एउटा बलियो शक एब्जर्बर जडान गर्नु जस्तै हो, ताकि भोलि विश्व बजारमा कुनै ठूलो आर्थिक उथलपुथल भयो भने पनि हाम्रो व्यापारिक प्रणाली सजिलै नलडोस्, स्थिर रहोस् र परेको असरबाट छिटै बाहिर निस्कन सकोस्। ल, अन्त्यमा कागजमा एउटा स्पष्ट र निकै महत्त्वकांक्षी खाका तयार छ। तर अब सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न कार्यान्वयनको हो। योजना त बन्यो, तर के यो महत्त्वकांक्षालाई वास्तविकतामा बदल्ने इच्छाशक्ति, संयन्त्र र अनुशासन हामीसँग छ त? हो, यही प्रश्नको जवाफले नै नेपालको आउने आर्थिक भविष्य कस्तो हुनेछ भन्ने कुरा तय गर्नेछ।